हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक अगेन टु एफएफ न्युज नेपाल र आज हामीले हजुरको लागि एकदमै लेटेस्ट न्युजहरू अपडेटहरू लिएर आइसकेको छौँ र आजको हामी यस न्युज एन्ड अपडेटमा कुरा गर्नेवाला छौँ। CR7 हो र दाजुले चाहिँ नेपाल आइडलको चाहिँ सिङ्गरहरूको माथि सबके रियाक्ट गरेर चाहिँ उहाँहरूले चाहिँ के प्रोभाइड गर्ने कुराहरू गर्नुभएको छ र हाम्रो लक्ष्मी श्रेष्ठजीको ब्लगमा चाहिँ उहाँको चाहिँ सासु आमाको चाहिँ के भिडियोहरू अहिले लिक भएको छ र प्लस चाहिँ लिल झोला र जेम्सी ब्रोको चाहिँ एकदम ठुलो एकदम कोल्याब भइसकेको छ र उहाँको टिजरहरू पनि आइसकेको छ र प्लस चाहिँ आइसो स्पिडले चाहिँ एकदमै ठुलो बिग अचिभमेन्टहरू पाउनु भएको छ। सो के कुराहरू लिक भएको छ र बिग अचिभमेन्ट के पाउनु भएको छ भनेर हामी आज यस भिडियोमा कुरा गर्नेवाला छौँ। सो त्यसैले भिडियोलाई अब अगाडि बढाउने छौँ। सो आजको हाम्रो फर्स्ट न्युज रहेको छ CR7 हो र दाजुबाट र रिसेन्टली चाहिँ CR7 हो र दाजुले चाहिँ नेपाल आइडलको न्यू सिजनहरूको सिङ्गरहरूको माथि चाहिँ सम रियाक्टहरू गर्नुभएको छ र उहाँलाई चाहिँ एकजना सिङ्गरको चाहिँ गाना एकदमै मन परेर चाहिँ उहाँले चाहिँ आफ्नो CR7 होरको ई स्पोर्टको जो जर्सी हुन्छ त्यसलाई चाहिँ प्रोभाइड गर्ने के कुराहरू उहाँले भन्नुभएको छ। सो उहाँले चाहिँ के कुरा भन्नुभएको छ भनेर हजुरले यहाँ इजिली हेर्न सक्नुहुनेछ। यो भाइलाई अर्कोचोटि चाहिँ होरो स्पोर्टको जर्सी दिनु पर्यो यार। अर्को राउन्डमा पुग्यो भने आज यो सेलेक्ट भयो भने अर्को राउन्डमा होरो स्पोर्टको जर्सी दिम ल भन है मलाई। तिमीलाई चाहे मैले। सो आई होप साथीहरू हजुरहरू सबैजनाले चाहिँ CR7 हो र दाजुले चाहिँ आफ्नो जर्सी किन दिनुपर्छ भनेर चाहिँ छोटो भिडियो क्लिप हेरेर थाहा पाइसक्नु भयो होला र प्लस चाहिँ उहाँको चाहिँ एकदमै राम्रो म्याजिकल साउन्ड भएको हुनाले चाहिँ आई होप उहाँले चाहिँ यसपालिको सिजन पक्कै पनि जित्नु हुनेछ। र आजको हाम्रो सेकेन्ड न्युज रहेको छ लक्ष्मी श्रेष्ठ ब्लगबाट र हजुरलाई थाहै छ कि रिसेन्टली चाहिँ लक्ष्मी श्रेष्ठ चाहिँ आफ्नो बोयफ्रेन्डको घरमा चाहिँ घुम्न जानु भएको छ र प्लस चाहिँ उहाँ चाहिँ खाना खाँदाखेरि चाहिँ एकदमै उहाँलाई गर्मी भएको बेला चाहिँ उहाँको चाहिँ सासु आमाले चाहिँ एउटा एकदमै राम्रो टाइपको काइन्डनेस देखाउनु भएको छ। सो उहाँको चाहिँ कस्तो टाइपको काइन्डनेस थियो भनेर हजुर सबैजनाले छोटो भिडियो क्लिप हेरेर थाहा पाउन सक्नुहुनेछ। आप भी खा लीजिए ना। फुल हो गया पाइए आप लो तो इधर देखो उधर नहीं सो आई होप साथीहरू हजुर सबैजनाले चाहिँ छोटो मिठो क्लिप हेरेर चाहिँ उहाँको चाहिँ सासु आमाले चाहिँ उहाँलाई चाहिँ कस्तो टाइपको ट्रिटहरू गर्नुभएको छ भनेर इजिली थाहा पाइसक्नु भयो होला र प्लस आई होप उहाँको चाहिँ यो जोडी एकदमै सधैँ राम्रो हुनेछ। र आजको हाम्रो थर्ड न्युज रहेको छ जेम्सी एन्ड लिल झोलाबाट र हजुर सबैजनालाई थाहै छ कि अहिलेको चाहिँ रिसेन्टली चाहिँ एकदमै टफ हाईमा आउने ऱ्यापरहरूको नाम चाहिँ लिल झोला र जेम्सी ब्रदर पनि आउने गर्छन् र प्लस चाहिँ उहाँ दुवैजनाको चाहिँ एकदमै ठुलो कोल्याब भएको छ र प्लस चाहिँ उहाँको चाहिँ एउटा एकदमै ठुलो खाले सङको कोल्याबको जो टिजर छ त्यो अहिले रिलिज भइसकेको छ। सो उहाँको चाहिँ टिजर कस्तो टाइपको छ भनेर चाहिँ हजुर सबैजना चाहिँ छोटो भिडियो क्लिप हेरेर थाहा पाउन सक्नुहुनेछ। सो आई होप साथीहरू हजुर सबैजना चाहिँ छोटो मिठो क्लिप हेरेर चाहिँ थाहा पाइसक्नु होला चाहिँ जसमा चाहिँ जेम्सीले चाहिँ आफ्नो भिडियोमा चाहिँ 2-3 जना ऱ्यापरहरूलाई अझै त्यसमा इन्डिकेट पनि गर्नुभएको छ र प्लस चाहिँ उहाँहरूको चाहिँ लिरिक्स चाहिँ अहिले लिक भएको छैन। जो जेम्सीको पुरानो फेमस सङ थियो त्यो सङलाई मात्रै अहिले रिलिज गर्नु भएको छ र आई होप उहाँको चाहिँ आउने सङ एकदमै राम्रो होस् र हामीहरू सबैजनाले चाहिँ मन पराउने छौँ। र आजको हाम्रो फोर्थ न्युज रहेको छ आइसो स्पिडबाट र हजुर सबैजनालाई थाहै छ कि अहिलेको चाहिँ रिसेन्टली चाहिँ एकदमै फास्टली ग्रोथ एन्ड कमेडियन इन्टरटेनमेन्टको युट्युबको नाममा चिनिने भनेको आइसो स्पिड हो र उनले चाहिँ फाइनली चाहिँ आफ्नो युट्युब च्यानलमा चाहिँ 40 मिलियन सब्सक्राइबर कम्प्लिट गरिसक्नु भएको छ र उहाँलाई चाहिँ हाम्रो तर्फबाट एकदमै धेरै धेरै बधाई छ। र साथीहरू आजको लागि न्युज चाहिँ यति मात्र। आई होप हजुर सबैजनालाई चाहिँ मेरो यो भिडियो मन परेको होला। यदि यो भिडियो हजुरलाई मन परेको छ भनेपछि प्लिज यो भिडियोलाई लाइक गर्नु होला र हजुरलाई यसमाको कुन पार्ट सबभन्दा राम्रो लाग्यो प्लिज हामीलाई त्यो पार्ट पनि कमेन्ट गरिदिनु होला र हामीहरू हजुरलाई फेरि भेट्नेछौँ नेक्स्ट डे विथ नेक्स्ट न्युज एन्ड अपडेटबाट। र आजको लागि यति नै, बाई बाई।